बनाउनु परेको है। आमाको गर्भमा तपाईँ र मलाई परमेश्वरले रचना गर्नुभएको, उहाँले चाहिँ तपाईँ र मलाई बनाउनु भयो। त्यही भएर परमेश्वर आत्मा हुनुहुन्छ भनेर सबै कुराले चाहिँ जनाएको छ। हालेलुया। परमेश्वर आत्मा हुनुहुन्छ भने सबै कुराले एउटा बच्चाको हो भने त एउटा नानीको, एउटा बच्चाको पनि हामी उदाहरण लिन सक्छौँ। एउटा बच्चाको पनि हामी उदाहरण लिन सक्छौँ, किनकि बच्चा हेर्नुहोस् त, बच्चा पनि एउटा आमाको पेटभित्र ऊ चाहिँ एउटा अद्भुत तरिकाले ऊ चाहिँ बाँचिरहेको हुन्छ। हालेलुया। हेर्नुहोस् त, अनि ऊ चाहिँ अचम्म तरिकाले ऊ चाहिँ बाँचिरहेको, सास फेरिरहेको हुन्छ होइन। उसले भित्र खाइरहेको हुन्छ, सास फेरिरहेको हुन्छ, किनकि परमेश्वरले अनि मानिसलाई अद्भुत तरिकाले बनाउनु भएको छ। त्यही हामी देख्न सक्छौँ। हेर्नुहोस् त, त्यही भएर अयुबले भनेका छन्, परमेश्वर पवित्र परमेश्वर, तपाईँले मलाई आमाको गर्भमा होइन रच्नुभन्दा पहिल्यै तपाईँलाई थाहा थियो भने। हालेलुया। है, अनि परमेश्वरले तपाईँले मलाई बनाउनुभन्दा पहिल्यै पनि उहाँलाई थाहा थियो भने। थाहा छ कि छैन? छ नि त होइन। मानिसले पो होइन, मानिसले पो छोरा अनि छोरी छोरा थाहा पाउनको लागि डक्टर कहाँ चेक गर्छन् होइन। अनि त्यस्तै परमेश्वरले त जान्नुहुन्छ मैले छोरी बनाउँदैछु भने होइन, मैले छोरो रचना गर्दैछु, छोरी रचना गर्दैछु, सबै कुरा परमेश्वरलाई के छ थाहा छ। हालेलुया। किनकि त्यो अद्भुत अदृश्य परमेश्वरले दृश्य कुरा बनाउनु भयो। सबै कुरा परमेश्वरबाट बनिए। हालेलुया। बनिएको कुनै थोक पनि परमेश्वर बिना बनिएन। हामी सुसमाचार यूहन्ना 1 अध्यायको 1 देखि पढौँ भने त्यहाँ बुझ्न सक्छौँ। सुसमाचार यूहन्ना 1 अध्यायको 1 बाट तपाईँले अध्ययन गर्नुभयो भने 5 पदमा लेखेको छ भने त्यहाँ परमेश्वरले भन्नु, बनिएको कुनै थोक पनि उहाँ बिना बनिएन, सबै उहाँको वचनद्वारा बनियो। हालेलुया। यो सृष्टि उहाँको वचनभन्दा बाहिर छैन, किनकि परमप्रभुले सबै कुरा बनाउनु भयो र सबै हितको लागि बनाउनु भयो, मानिसको लागि बनाउनु भयो। मानिसको लागि परमेश्वर दयालु हुनुहुन्थ्यो, कृपालु हुनुहुन्छ, अनि उहाँको कृपाले मानिसले बाँचिरहेको छ र जिइरहेका छ, किनकि परमप्रभु परमेश्वर सृष्टिकर्ता परमेश्वर अनि आत्मा हुनुहुन्छ भनेर हर कुराले तपाईँलाई मलाई जनाइरहेको छ। हालेलुया। शैतान पनि आत्मा छ होइन, छ नि त। शैतान पनि आत्मा छ, तर परमप्रभुले भन्नुभएको छ, ए पर्वतको तारा, ए पुत्र, तँलाई मैले पातलमा, धरातलमा, सुतलमा, वितलमा, तँलाई तलातलमा खसालेको छु। हालेलुया। तर शैतानलाई परमेश्वरले नरकमा खसाल्नु भएको छ र शैतानले तर संसारमा राज्य गर्छ। शैतान सर्वशक्तिमान छ, तर परमेश्वर सर्वशक्तिमान, सर्वोच्च, सर्वपवित्र, सर्वज्ञानी अनि सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। तर शक्तिमान शैतान छ। हालेलुया। परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, शैतानले परमेश्वरको आज्ञालाई मान्छ, तर शैतानले चाहिँ संसारमा राज्य गरेको छ। शैतानको राज्यलाई हामी बुझ्न सक्दैनौँ। सक्छौँ? हेर्नु, शैतानको राज्यलाई बुझ्न सक्दैनौँ, तर हामी प्रार्थनाद्वारा शैतानको शक्तिलाई हामी यीशुको नाउँमा अनि खुट्टामा नि हामी बुझ्न सक्छौँ। तर शैतानले चाहिँ संसारलाई राज्य गरेको छ। शैतानको राज्य, शैतानको शक्ति भनेको संसारमा धेरै कुरा छ। शैतानको शक्ति, शैतानले मान्छेलाई चलाउने रणनीति भनेको राम्रो देखाइदिनु, चलाउनु हो कि होइन? शैतानको शक्ति के चिज तपाईँलाई राम्रो देखाउँछ त्यो चाहिँ चलाउनु। तपाईँले संसारको गाना मनमा राम्रो गाउने मन लाग्छ भने त्यो पनि चलाइरहेको, अनि तपाईँलाई कसैले नाच्दैछ त्यहाँ गएर नाच्ने मन लाग्छ भने त्यो शैतानको राज्य, शैतानको शक्तिले संसारलाई चलाएको छ के। त्यही भएर संसारको कुरामा, ढाँचामा नचल, आफ्नो मनमा नयाँ भई परिवर्तन हो भन्नुहुन्छ। हालेलुया। अनि तपाईँ संसारको डेक लागेको गानामा तपाईँ नाच्नुहुन्छ भने, तपाईँ त्यहाँ गएर नाचिदिनुहुन्छ भने त्यो चाहिँ परमेश्वरको विपरीत काम। तर हुन त हामी धेरै त्यसलाई चाहिँ व्याख्या विश्लेषण गर्छन् मान्छेले, के हुने हो त होइन, के हुने हो त, त्यो नाच्दा
गाउँदै गाउँदैमा के फरक पर्यो त भन्ने कुरा मान्छेले सोच्छ। तर संसारलाई आँखाको अभिलाषा, जीवनको सेठी अनि यी सबै कुराहरू शैतानले मान्छेलाई हालिदिएको छ। त्यही भएर संसारमा चाहिँ अब त हेर्नुहोस् तपाईँ बुझिरहनु भएको छ? आमेन भन्नुहोस् त। हेर्नुहोस् त, त्यही भएर अनि संसारमा चाहिँ अब चाहिँ मान्छे रोमान्टिकमा धेरै छ। तपाईँ कता कता भुलिरहनु भएको छ नभन्नु, रोमान्टिकमा मान्छे भुलेको छ। जेसुकै आउँदा पनि मान्छेलाई नाच्नु र गाउनुभन्दा अरू केही छैन, अरू अर्थ छैन, त्यहाँ कुनै अर्थ छैन, त्यहाँ कुनै शान्ति छैन। नाच्दा तपाईँले मैले आज बिहान मैले चाहिँ बिहान चाहिँ भिडियो फेसबुकमा देखेको, अनि तपाईँको चाहिँ एउटा मूर्तिको लाग्दामा चाहिँ त्यहाँ चाहिँ लडाइँ भइरहेको, अनि लडाइँ पिटापिट भइरहेको होइन। पहिला त रोमान्टिक भएर नाच्ने गाउने, अनि त्यसपछि पछिबाट चाहिँ त्यहाँ लडाइँ भएको पनि हामी देख्न सक्छौँ। त्यही भएर संसारमा सबै कुरा चाहिँ साँच्चै यो शैतानले अनि परमेश्वरले संसारमा यो संसारमा छोडिदिनु भएको छ क्या। शैतान फुक्का संसारमा फुक्का जे गरोस् क्या फुक्का। तर यसरी हामीले चाहिँ प्रभुमाथि विश्वास गरेका विश्वासीहरूलाई मात्रै यी बन्धनबाट परमेश्वरले मुक्त दिनको लागि हामीलाई वचन दिनुभएको छ। हालेलुया, हामीलाई यो वचन दिनुभएको छ किनकि परमेश्वरले त्यो संसारका सबै अभिलाषाबाट हामीलाई मुक्त गर्नको लागि परमेश्वरले चाहिँ तपाईँको मेरो बिचमा चाहिँ धर्मशास्त्र बाइबल अनि वचन अनि उहाँले चाहिँ राखिदिनु भएको छ, छोडिदिनु भएको छ। यी सबै संसारमा आज मान्छेले धन रुपियाँ पैसा पनि एउटा पापको जड हो। हालेलुया, रुपियाँ पैसा पनि के हो अरे? सबै किसिमको चाहिँ पापको के हो अरे? जड हो। यो पनि संसारमै आयो। अनि तपाईँको सबै कुराहरू धन सम्पत्ति देखेर सबै कुराहरू यो संसारमा राज्य, यो संसारको कुराहरू तपाईँले मैले प्राप्त गर्ने कुराहरू। हालेलुया। तर स्वर्गमा चाहिँ नदेखिने मुकुट छ, त्यो नदेखिने परमेश्वरले तपाईँ र मलाई राखिराख्नु भएको छ। त्यो चाहिँ शरीरमा अहिले तपाईँले मैले दुःख अनि कष्टबाट उठाइरहेको छ। हालेलुया। अनि जो नदेखिने परमेश्वरको कहाँ जानुको लागि हामी देखिने शरीरमा नै अहिले हामीले चाहिँ दुःख अनि कष्टहरू हामीले उठाइरहेका छौँ। अनि त्यो दुःख अनि कष्टबाट हामी परमेश्वरलाई अहिले हामी आजा पूजा आराधना पुकारा गर्छौँ। हालेलुया। हुन्छ, म परमेश्वरलाई धन्यवाद दिन्छु आजको वचनबाट। अविनाशी परमेश्वरलाई नाश हुने चिजमा मानिसले दाँजे। हालेलुया। हेर्नुहोस् त, हाम्रो परमेश्वर अविनाशी हुनुहुन्छ अनि त्यो नाश हुने चिजमाथि मान्छेले दाँज्यो। परमेश्वर दुःखी हुनुहुन्छ, उहाँ चाहिँ तपाईँ र मेरो साथमा हुनुहुन्छ। दिदीबहिनी, तपाईँहरू धेरै कुराकानी गर्नुभयो है, एउटै बोतलमा तपाईँहरू धेरै भुल्नुभयो कुराकानी। के भन्नु नभन्नुहोस् है, म अब अन्त्य गर्छु। हेर्नुहोस् त, आज परमेश्वरले व्यवस्थाको पुस्तकमा व्यवस्था मूसाद्वारा परमेश्वरले व्यवस्था दिनुभयो। अनि त्यसमा किन दिनुभयो? मूसाद्वारा परमेश्वरले व्यवस्था दिनुभयो। व्यवस्थामा परमेश्वरले भन्नुभयो तिमीहरू यो नगर्नु त्यो नगर्नु। धेरै कुराहरू छन् होइन व्यवस्थामा। तिमीले मूर्ति पूजा नगर्नु, तिमीले नढाट्नु, नचोर्नु, तिमीले आफ्नो छिमेकीको कुनै गोरु गधा, कुनै कसैको दिदी बहिनी, कसैको दाजुभाइ होइन, अनि कसैको पनि लालच नगर्नु। अझै लाग्नुभयो तपाईँहरू कुरामा। हालेलुया। किनभने यस्तो हुन्छ, सुन्ने मान्छेले कुरा गरिदियो भने अगाडि बोल्ने मान्छेले मेरो कुरा सुनेकै छैन भन्ने उसले थाहा पाउँछ। यो तपाईँलाई थाहा यस्तो हुन्छ, महसुस हुन्छ क्या यो। हालेलुया। यो अगाडि बोल्दै आएको छ नि, अनि तपाईँले ध्यान लगाएर सुनिदिनु भयो।